सिराहाको लक्ष्मीपुर पतारीबाट पेस्तोल र म्यागजिन सहित 3 जना पक्राउ। नमस्कार, सरगम समाचारमा तपाईलाई स्वागत छ। म फिरोज शेख। सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका 6 स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र म्यागजिन सहित 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लाहान 22 सलोखरीका 19 वर्षीय सञ्जय दास, सोही स्थानका 20 वर्षीय गुरुदेव दास र लक्ष्मीपुर पतारी गाउँपालिका 6 का 20 वर्षीय साबरजित दास रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी वासुदेव पाठकका अनुसार मंगलबार राति करिब 10:30 बजे फुलबारीबाट आउँदै गरेका उनीहरूलाई प्रहरी चौकी सीतापुरबाट प्रहरी सहायक निरीक्षक प्रदीप मधुवन यादवको नेतृत्वमा खटिएको टोलीले शंका लागेपछि चेक जाँच गरेको थियो। सो क्रममा साबरजित दासको साथबाट 1 थान पेस्तोल र एउटा म्यागजिन बरामद भएको प्रहरीले जनाएको छ। एसपी पाठकका अनुसार पक्राउ परेका 3 जनालाई प्रारम्भिक अनुसन्धानका लागि प्रहरी चौकी सीतापुरबाट इलाका प्रहरी कार्यालय लाहान ल्याइएको छ। बरामद गरिएको पेस्तोल र म्यागजिनको स्रोत, प्रयोगको उद्देश्य तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र अनुसन्धानको निष्कर्षका आधारमा कानुनी प्रक्रिया अगाडि बढाइने जनाइएको छ।